नमस्कार। 3 धाम तीर्थयात्राको 17औं दिनको दिनमा चाहिँ हामी आज तमिलनाडुको तिर्ची भन्ने स्थानमा आइसकेका छौं। होटल खोज्दा खोज्दा साँझै परिसक्यो, त्यसैले चाहिँ आज हामी यस सरकारी भवनमा चाहिँ एक रात गुजार्नको लागि आइसकेका छौं। सुरुमा हामीलाई सरकारी भवन भनेर कस्तो कस्तो लाग्यो थियो, तर जब हामी यहाँ भित्र पस्यौं हामीलाई एक रात गुजार्नको लागि यो भन्दा उत्कृष्ट ठाउँ अरु हुनै सक्दैन जस्तो लाग्यो। किनभने तीर्थयात्राको क्रममा चाहिँ कहिले राम्रो कहिले नराम्रो, कहिले चाहिँ एकदमै खत्तमै ठाउँमा पनि र कहिले मिठो खानेकुरा कहिले नमिठो खानेकुरा जस्तो पनि खान्छु र जस्तो ठाउँमा पनि सुत्छु भनेर चाहिँ त्यो मनसाएर यहाँले तीर्थयात्रा गर्नुपर्ने हुन्छ। त्यही अनुरूप हामीले चाहिँ यो धेरै राम्रो ठाउँ भेट्टायौं भनेर हामी सबै खुसीले गदगद भएर हामीलाई चाहिँ खुसी लागेको छ है। अनि यो भवनको बारेमा चाहिँ मलाई भिडियो बनाएर एउटा पोस्ट हाल्न मन लागेको हुनाले मैले यो भिडियो बनाएँ। यसको कारण चाहिँ के थियो भने यो भवनमा चाहिँ यहाँले चाहिँ अनलाइन बुकिङ गर्न सक्नु हुँदैन र फोनबाट पनि यहाँहरुको कोठा बुकिङ हुँदैन। यहाँ चाहिँ स्वयं व्यक्ति नै आएर यहाँले चाहिँ यस भवनमा चाहिँ आफ्नो कोठा बुक गर्नुपर्ने हुन्छ। यदि यहाँहरु चाहिँ 2 जना मात्रै बुढाबुढी मात्रै हुनुहुन्छ भने पनि यहाँले चाहिँ यहाँ स्थान पाउनु हुँदैन, कोठा पाउनु हुँदैन। र यहाँहरु परिवारमा हुनुहुन्छ, पारिवारिक हुनुहुन्छ, त्यसैगरी साथीहरुसँग हुनुहुन्छ भने चाहिँ ग्रुपको लागि र परिवारको लागि मात्रै यो भवनहरु उपलब्ध छन् है। अनि यसरी चाहिँ हामी ग्रुपमा बसेको यो हाम्रो दोस्रो तल्लाको कोठामा 52 नम्बरको कोठामा हामी बसेका थियौं र यो हाम्रो कोठामा चाहिँ 12 जना ग्रुप हामी सुतेका छौं। र यसरी 12 जना 15 जनाका ग्रुपहरु छौं। यो हामी दोस्रो तल्लामा रहेका छौं। यो भन्दा तल र उतापट्टि हाम्रा साथीहरु र हाम्रा ग्रुपहरु सुत्नु भएको छ। र हामीलाई चाहिँ यो भवन एकदम राम्रो लाग्यो। यहाँले चाहिँ यो सुत्ने खाट पाउनुहुन्छ, तर ओड्ने र तकिया चाहिँ यहाँले पाउनु हुँदैन। यहाँले आफैले व्यवस्था गर्नुपर्ने हुन्छ। र त्यहाँ चाहिँ पानीको व्यवस्था, बाथरुम टोयलेटको व्यवस्था है, अनि दराजको व्यवस्था, लुगा सुकाउने ठाउँको व्यवस्था सबै एकदमै राम्रो थियो। एकदम सफा सुग्घर पनि रहेको थियो। र यहाँ चाहिँ धुम्रपान, मद्यपान र बाहिरबाट खानेकुरा ल्याएर यहाँले खाना पाउनु हुँदैन र धुम्रपान मद्यपान पनि गर्ने कुरै भएन। र यहाँ चाहिँ तल रेस्टुरेन्ट हुन्छ। रेस्टुरेन्टमा गएर चाहिँ यहाँले चाहिँ पैसा तिरेर खानुपर्ने हुन्छ र खानेकुराको पैसा पनि एकदमै सस्तो रहेको छ। यहाँ चाहिँ प्रति व्यक्ति 150 रुपैयाँ आइसीको दरले चाहिँ हामी एक रात बास बसेका थियौं यस होटलमा र एकदम सफा सुग्घर राम्रो। र यहाँ चाहिँ समस्या के भने चाहिँ खानेकुरा खान जाँदा रेस्टुरेन्टमा चाहिँ उहाँहरूले हाम्रो भाषा नबुझ्ने, हामीले चाहिँ उहाँहरूको भाषा नबुझ्ने। उहाँहरू चाहिँ तमिल भाषा मात्रै बुझे, तर हामीलाई तमिल भाषा नआउने भएकोले चाहिँ केही समस्या पनि परेको थियो। यो भवन कतिको राम्रो छ ल, हेर्नुस् है। भित्र यस्तो देखे पनि यो भवन बाहिर यति राम्रो र सुन्दर छ कि यहाँहरू जानुभयो भने एकदम मन्त्रमुग्ध हुनुहुनेछ। यो चाहिँ हामीले भोलिपल्ट श्री रङ्गनाथ भगवानको दर्शन गर्न जानको लागि चाहिँ हामीले फोटो भिडियोहरू बनाएका थियौं। यो फोटो चाहिँ बिहान अब हामी चाहिँ रङ्गनाथ भगवानको दर्शन गर्न जानको लागि नुहाई धुवाई गरिसके बिहानको 5:30 बजे लिएको फोटो हो यो। र भवन कस्तो छ भनेदेखि हामी बसेको भवन कस्तो छ त ल, हेर्नुस् है। तमिलनाडुको तिर्ची भन्ने ठाउँमा चाहिँ सरकारी भवन यस्तो रहेको छ। यो चाहिँ भारतको धेरै ठाउँहरूमा यस्ता भवनहरू छन्। यहाँहरू पनि कम पैसामा तीर्थयात्रा गरेर बस्ने सोचमा हुनुहुन्छ, यो यहाँहरूको लागि उपयुक्त हुनेछ।